स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो पहिलो अभ्यास खेलमा प्रभावशाली बलिङ गर्न सकेन। यही कमजोरीका कारण नेपाल 40 ओभरमा सकिने यस खेलमा स्कटल्यान्ड एलाई अल आउट गर्न असफल रह्यो। विपक्षी टिमले नेपाल सामु 221 रनको चुनौतीपूर्ण लक्ष्य पेश गर्यो। स्कटल्यान्ड ए का लागि कप्तान क्रिस्टोफर मैकब्राइटरले 72 रनको सशक्त पारी खेले। यस्तै जिमी डङ्कले 48, ओवेन गोडले 28 र ल्याम नाइडरले 25 रनको योगदान दिए। नेपालका लागि तीव्र गतिका बलर सोमपाल कामी सबैभन्दा प्रभावशाली देखिए। उनले 8 ओभरमा 35 रन खर्चेर 4 विकेट लिए। यस्तै रिजन ढकालले पनि प्रभाव देखाउँदै 8 ओभरमा 2 विकेट हात पार्दा गुलसन कुमार झा र ललित नारायण राजवंशीको नाममा 1-1 विकेट रह्यो। टोलीका प्रमुख स्पिनर सन्दीप लामिछानेले बलिङ गरेनन्। अभ्यास खेल जस्तो अवसरमा जहाँ पिचको अवस्थालाई बुझ्ने रणनीति परीक्षण गर्ने र आत्मविश्वास बढाउने राम्रो मौका हुन्थ्यो, त्यहाँ सन्दीपलाई बलिङ नगराउनुले समर्थकलाई छक्क पार्यो। उनी हालसम्म नेपाली क्रिकेटका सबैभन्दा स्थापित नाम हुन्। लामो समयदेखि राष्ट्रिय टोलीमा अग्रपङ्क्तिका बलरको रूपमा रहेर खेलेका सन्दीपले निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। त्यसैले जब उनी अभ्यास खेलमा समेत बलिङ नगरी बस्छन्, स्वाभाविक रूपमा प्रश्न उठ्छ कि उनी स्वयं अभ्यास खेललाई प्राथमिकता दिइरहेका छैनन् कि प्रशिक्षक र कप्तानको रणनीति अनुसार उनलाई विश्राम दिएको हो। बलरका लागि अभ्यास म्याच अत्यावश्यक हुन्छ। पिचको चाल बुझ्न, लय फर्काउन र मानसिक रूपमा तयार हुन अभ्यास खेलभन्दा उपयुक्त अर्को अवसर हुन सक्दैन। सन्दीपको बलिङ अनुपस्थितिमा नेपाली टिमको अभ्यास खेल अलिक कमजोर देखियो। यदि उनी मैदानमा हुने हो भने स्कटल्यान्ड एलाई सस्तो स्कोरमै रोक्न सकिने सम्भावना थियो। त्यसैले उनको अनुपस्थिति रणनीतिक चाल थियो कि लापरवाही, यसको जवाफ 2 जुनदेखि सुरु हुने लिग 2 सिरिजपछि मात्रै प्रष्ट हुनेछ। यदि सन्दीप सिरिजमा उत्कृष्ट देखिए भने प्रशिक्षकको रणनीति सफल ठहरिनेछ। नभए सन्दीपका लागि अभ्यास खेल गुमाउनु महँगो साबित हुन सक्छ।